आज जेठको 18 गतेबाट यस वर्षकै ठूलो रकमको आइपिओ निष्कासन भएको छ। सानीगढ हाइड्रो पावर कम्पनी लिमिटेडले आज जेठको 18 गतेबाट जेठको 21 गतेसम्म 85 करोड 50 लाख रकम बराबरको आफ्नो आइपिओ निष्कासन गर्न लागेको हो। तर यसले निष्कासन गर्न लागेको आइपिओ मध्येबाट केही प्रतिशत सामूहिक लगानी कोषको लागि, आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि र वैदेशिक रोजगारीमा गएका कर्मचारीहरूको लागि छुट्याइसकेपछि सर्वसाधारणको लागि भने 46 करोड 74 लाख रकम बराबरको 46,74,000 किता सेयर सर्वसाधारणको लागि निष्कासन गरेको छ, जुन यस वर्षको सबैभन्दा ठूलो रकममा आइपिओ निष्कासन गर्ने कम्पनीमा पर्छ। यस कम्पनीले निष्कासन गरेको आइपिओमा तपाईहरूले आजबाट जेठको 21 गतेसम्म आवेदन दिन सक्नुहुन्छ भने तपाईहरूले यस कम्पनीले निष्कासन गरेको आइपिओमा थोरैमा 10 किता र बढीमा 20,000 कितासम्मको लागि आवेदन दिन मिल्ने व्यवस्था रहेको छ। तर तपाईहरूले 20,000 कितासम्मको लागि आवेदन दिन मिल्दो रहेछ, म दिन्छु भनेर पनि तपाईहरूलाई पर्ने भनेको त्यही 10 किता नै हो। त्यही भएर केही टाइमको लागि किन आफ्नो एमाउन्ट होल्ड गर्नुहुन्छ, त्यही भएर तपाईहरूले 10 किताको लागि नै आवेदन दिँदा चाहिँ हुन्छ। त्यो 20,000 कितासम्मको लागि एप्लाई गर्न मिल्ने भए पनि तपाईहरूलाई 20,000 किता सेयर पर्ने चान्स छैन। 10 किताको दरले पनि जम्मा 4,67,400 लगानीकर्ताहरूले मात्र यस कम्पनीको सेयर हात पार्न सफल हुनुहुनेछ भने अन्य लगानीकर्ताहरू पनि यस कम्पनीको आइपिओ पर्नबाट वञ्चित हुने चाहिँ देखिएको छ। र अब यस कम्पनीको फन्डामेन्टल सेक्टर कुरा गरौँ, यानि कि अब सेकेन्डरी बजारमा अब जो लगानीकर्ताहरूलाई पर्छ, अब आइपिओ भरेपछि त सेकेन्डरी बजारमा यसको मार्केट प्राइस कतिसम्म जान्छ भन्ने पनि धेरै लगानीकर्ताहरूको जिज्ञासाको विषय हुन सक्छ। यस कम्पनीको इपिएस चाहिँ 2 रुपियाँ 80 पैसा रहेको छ भने त्यस्तै गरी यस कम्पनीको नेटवर्थ 104 रुपियाँ 57 पैसा रहेको छ। र जुनसुकै कम्पनीहरूले पनि सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्ने भनेको चाहिँ यही नेटवर्थलाई बेस मानेर दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्ने गर्छन्। यही क्रममा यस कम्पनीको नेटवर्थलाई बेस मानेर हेर्ने हो भने यस कम्पनीको दोस्रो बजारमा कारोबार चाहिँ 300 भन्दा माथिको रकम रेन्जमा चाहिँ यस कम्पनीले दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्ने गर्छ। र अर्को कुरा के छ भन्नुहुन्छ भने यस कम्पनीले निष्कासन गरेको यो 85 करोड रकम बराबरकै सेयर किताहरू चाहिँ सबैले मार्केटमा सप्लाईको लागि आउँदैन अथवा मार्केटमा कारोबार हुन पाउँदैन, किनकि यस कम्पनीले 28,50,000 किता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि निष्कासन गरेको थियो, जुन 3 वर्षसम्म बिक्री गर्न पाइन्न। जो लगानीकर्ताहरूले स्थानीय बासिन्दा अथवा आयोजना प्रभावित स्थानीय बासिन्दाको कोटामा गएर यस कम्पनीको यो 28 लाख कितामा आवेदन दिनुभएको थियो, 28,50,000 किता चाहिँ आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि भनेर छुट्याएको थियो, त्यो चाहिँ उहाँहरूले 3 वर्षसम्म बेच्न पाउनुहुन्न। र त्यस्तै गरी अर्को 2,85,000 किता सेयर चाहिँ यस कम्पनीले म्युचुअल फन्डको लागि छुट्याएको थियो र म्युचुअल फन्डमा आवेदन दिनुभएको लगानीकर्ताहरूले पनि 6 महिना चाहिँ त्यो कम्पनीको सेयर चाहिँ बिक्री गर्न पाउनुहुन्न। अहिले सेकेन्डरी बजारमा कारोबार गर्न मिल्ने भनेको सर्वसाधारण लगानीकर्ताले र वैदेशिक रोजगारीमा गएका लगानीकर्ताहरूले मात्र सेकेन्डरी बजारमा अहिले तत्कालको लागि कारोबार सुरु गर्ने देखिन्छ हो। यसले गर्दा चाहिँ मार्केटमा सप्लाई पनि कम आउने देखिन्छ, त्यही भएर पनि यसको प्राइस बढ्न सक्छ, यो पनि एउटा प्लस पोइन्ट रहेको छ। र अब कम्पनीको सेयर बढ्नको लागि कम्पनीको फन्डामेन्टल सेक्टर मात्र नभइकन होल नेप्से इन्टायर नेप्सेले नै प्रभाव पार्ने गर्छ। नेप्से बढ्यो भने त अभियसली जुनसुकै कम्पनीहरूको मार्केट थोरै धेरै त्यो फरक पाटो छ तर बढिहाल्छ। त्यही भएर नर्मल्ली तपाईहरूले यस कम्पनीले निष्कासन गरेको आइपिओ यदि तपाईहरूलाई 1000 को आइपिओ पर्यो भने 1000 बाट चाहिँ तपाईले 10-11 सम्म चाहिँ प्रॉफिट बुक गर्न सक्नुहुनेछ। र आजबाट तपाईले जेठको 21 गतेसम्म यस कम्पनीले निष्कासन गरेको आइपिओमा आवेदन दिन सक्नुहुन्छ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? शेयर सम्बन्धी अन्य यस्तै भिडियोहरू हेर्नको लागि यो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला। साथै मैले हालेको अन्य भिडियोहरू छिटो र सजिलै थाहा पाउनको लागि साइडमा रहेको बेल आइकन पनि क्लिक गर्नुहोला। थ्यांक यू।